साथीहरु एउटै कुरा मैले बारम्बार भनेको छु फेसबुकमा, यदि तपाईको फेसबुक मोनेटाइज छ भने यदि र फेसबुक मोनेटाइज हुँदा पनि यदि तपाईको पे आउटमा यदि केही गलत भएको छ, केही मिस्टेक भएको छ, डेट अफ बर्थ वा नाम वा तपाईको बिजनेस टाइप केही यदि गलत छ र फेसबुक मोनेटाइज छ र पैसा आइरहेको छ भने जति पनि पैसा तपाईको आइरहेको छ त्यो पैसा झिक्न मिल्दैन। तपाई यदि न्यू पेआउट क्रिएट गर्दै हुन्छ तै पनि त्यो आएको पैसाहरु झिक्न मिल्दैन। मैले यो कुरा बारम्बार भनिरहेको छु। यदि तपाईहरुको पेआउट यदि मिस्टेक भएको छ, गलत भएको छ भने तपाईहरुले छिट्टै समयमै तपाईहरुले न्यू पेआउट क्रिएट गर्नु होला। किनभने धेरै जनाले मेसेज गरेको छ मलाई कि सर मेरो नयाँ पेआउट बनाएको छु र नयाँ पेआउटमा मेरो पुरानो पेआउटको पैसाहरु आएको छैन। धेरै जनाको $80, $90, धेरै जनाको 100 प्लस पनि डलरहरु छ पुरानो पेआउटमा। जुन ओल्ड पेआउट हुन्छ, जुन बिग्रेको छ, जो बिग्रेको पेआउटबाट तपाईको नयाँ बनाउँदा नयाँमा त्यो पैसा आउँदैन। यदि तपाईहरु बेलैमा बनाउनु भएन भने तपाईहरुको त्यो पैसा खेर जान्छ। सो यदि तपाईहरुले चाहनुहुन्छ आफ्नो फेसबुकको न्यू पेआउट क्रिएट गर्न भने तपाईहरुले कमेन्ट गर्नु होला र हामीसँग जुड्नु होला। हामीले तपाईको अर्निङ ट्रान्सफर सहित तपाईको न्यू पेआउट क्रिएट गरिदिन्छु साथीहरु। र यो भिडियो कस्तो लाग्यो आफ्नो प्रतिक्रिया कमेन्ट गर्नु होला। साथै यो पेजमा नयाँ हुनुहुन्छ भने यो पेजमा फलो गरिदिनु होला। हस्त धन्यवाद।